नेपाल 0 हङकङ 0। तपाईहरुले यो नै सबैभन्दा ठूलो अचिभमेन्ट लाग्यो होला आजको गेमबाट, तर त्यो होइन। यदि तपाईले आजको गेम हेर्नु भएको छ भनेपछि थाहा पाउनु होला कि नेपालको गेम कति स्मुथ थियो, सानो सानो पासेसहरु यति राम्रो थियो हैन। म फर्स्ट 10 मिनेट्स त म हेरिरा थिए कि यो कुन टिमलाई हेरिरा छु मैले, नेपाली टिम हो र जस्तो फिल भइरा थियो हैन। आई थिंक यो नेपाली टिमले धेरै इम्प्रुभ गरेको छ। आई थिंक वी शुड बिलिभ इन दिस टिम। अब राम्रो भन्दैमा सबै कुरा राम्रो छ भन्ने पनि हैन, तर केही नराम्रो कुराहरु पनि थियो। बट लास्ट टाइम जब मैले नेपालको गेम हेरेको थिएँ नि, त्यसपछि अहिले हेरे नि, यो धेरै नै इम्प्रुभमेन्ट छ, धेरै नै। अनि त्यो प्रेसिङ पनि, प्रेसिङ एकदम खतरा छ भन्ने हो नि त, जुन तपाईले हेर्नुहुन्छ नि युरोपियन लिगहरु, त्यो लेभलको छैन, तर जुन पहिलाको थियो नि त्यो भन्दा लास्टै डिफरेन्स छ। त्यो इनर्जी थियो, जुन त्यो इनर्जी थियो नेपाली प्लेयरहरुमा, आज मलाई यस्तो गुजबम्स दिइराको थियो नेपाली टिमले। मैले यो टिमलाई राम्रो भनिराख्दा यो हैन कि यो टिममा डिफेक्ट नै छैन भनेर, यो टिममा इम्प्रुभ गर्नुपर्ने कुराहरु पनि छ। मेन इम्प्रुभमेन्ट चाहिँ काउन्टर अट्याकमा देखाउनु पर्ने। काउन्टर अट्याक गर्दाखेरि किन हो अलि आत्तिको जस्तो फिल भयो मलाई हैन। अरु सानसानो गल्तीहरु पनि छन्, तर मलाई लाग्छ कि यो टिमलाई एउटा चान्स त दिनुपर्छ एज अ फुटबल फ्यान। अनि हजुर नेपाली भएर पनि, अनि म थ्यांक यू भन्न चाहन्छु यो टिमलाई। आज जुन म्याच हेरे नि मैले, लास्ट टाइम मजा आयो। थ्यांक यू सो मच है।